पिएन शेर्पा युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ र भिडियो अन्तिमसम्म नै हेर्नुभयो भने तपाईहरुलाई धेरै फाइदा पुग्नेछ। यो चाहिँ मौरीको लागि बनाएको बक्सा हो जसलाई चाहिँ साइन्टिफिक हाइभ भनिन्छ र यो चाहिँ चिसोको लागि बनाइएको छ जसमा चाहिँ काठहरू डेढको युज गरेको छ। यो फ्रेममा चाहिँ मौरीले उनीहरूको चाकाहरू लाउँछ र यो हाइभ चाहिँ यसरी उचाल्न सफा गर्न एकदमै सजिलो हुन्छ र यसरी हामीले सफा गरिदिन सक्छौँ र रोगहरू कम्ती लाग्छ। यो हाइभ चाहिँ 2 स्टेपको हुन्छ साथीहरू। फेदमा चाहिँ मौरी र उसको बच्चाहरू सन्तानहरू र अन्डाहरू बस्यो भने यो माथिल्लोपट्टि चाहिँ उनीहरूले मह कलेक्ट गर्ने गर्छ र हामीले निकाल्नु पनि सजिलो हुन्छ। यो बच्चा अन्डाहरू र मौरीहरूलाई कुनै ड्यामेज हुँदैन। यो जुन चाहिँ माथि तपाईले यो छ्याड देख्नु हुँदैछ यो चाहिँ भेन्टिलेसनको लागि हो। यसमा तार लगाइदिनु पर्छ र यसको ढकनी पनि हुन्छ चारपट्टिबाट ठ्याप्पै छोप्दाखेरि त्यसमा पनि चारपट्टि हामीले भेन्टिलेसन बनाइदिनु पर्छ र तार लगाइदिनु पर्ने हुन्छ। मसिनो तारको जाली युज गर्नुपर्छ। यो भिडियो लामै होला र भए पनि तपाईहरुले यो भिडियोलाई ध्यानसँग हेर्नुभयो भने अन्तिमसम्म हेर्नुभयो भने धेरै जानकारी पाउनुहुनेछ र विशेष गरी जसले पनि हेर्नुहुन्छ शेयर गरिदिनुहोस् र हाम्रो भाइ बहिनीले पनि सिकोस् यो कुरोहरू। मह धेरै महँगो छ र मौरी प्रशस्तै छ हाम्रो यो सिक्किममा र तपाईहरुले हाम्रो भाइ बहिनीले पनि सिकोस् भन्ने विचारले चाहिँ शेयर गरिदिनुहोस् है र सब्स्क्राइब पनि गरिदिनुहोस् होला। यो बक्सभित्र जुन चाहिँ हामीले फ्रेमहरू बनाएको हुन्छ त्यसमा चाहिँ तारहरू लगाइदिनुपर्छ बिचमा र लगाएन भने चाहिँ हामीले हेर्ने बेलामा यो चाकाहरू झर्ने गर्छ। मजाले तन्काएर लगाइराख्नुपर्छ। 2टासम्म तार लाउँदा पनि अति राम्रो र म चाहिँ अहिले एउटा नै लगाइरहेको छु र त्यो काठको जुन चाहिँ बनाएको बक्सको लगभग काम सकिसकेको छ र साथीहरू अब यो पौराणिक ढुँडबाट मौरीलाई सिफ्ट गर्नुपर्ने हुन्छ र कसरी निकाल्नुपर्ने तपाईहरुलाई देखाउँदैछु। ध्यानसँग हेर्नुहोस् होला। एकदमै जोगाएर निकाल्नुपर्छ यसलाई र यताउता मौरी चेप्ट्यो भने चाहिँ त्यहाँदेखि चाहिँ यो एकदमै यसले चिल्छ र हाम्रोमा यसको लगाउने सेफ्टीहरू सबै छ र हामीले धेरै लामो समयदेखि काम गरेको हुनाले यसले चिल्छ चिल्दैन थाहा पाएको कारणले यो त्यति रिसाएको छैन र चाहिँ बिस्तारै काम गर्दैछौँ र यसलाई चाहिँ विशेष गरी धुवा दिनुभयो भने चाहिँ हल्का चालले धुवा दिनुभयो भने चाहिँ एकदमै चिल्ने सम्भावना कम्ती हुन्छ। एकदमै बिस्तारै निकाल्नुपर्छ। त्यो भित्र त्यो निकाल्दाखेरि मौरी चेप्ट्यो भने चाहिँ यसले चाहिँ एकदमै टोक्छ है साथीहरू। र अलिक रिसाएको जस्तो हुँदैछ र म यो हेड लगाउँदैछु। यो लगाउनु पर्छ र यो पालि चाहिँ त्यति मह चाहिँ छैन रहेछ र बच्चा अलिअलि मात्रै छ। भर्खर काम गर्दैछ यिनीहरूले। हैन अस्ति पनि हेरेको थिएन। ए थिएन जाडोमा के हुन्छ बच्चा पनि के गर्नु हो। हैन लगाइदिन्छु नि म त। ए फेरि के ल म यता पानी हेर्नु गएँ नानी। लगभग यसको चाकाहरू मैले निकालिसकेको छु र अब चाहिँ फ्रेममा लगाउनु पर्छ। कसरी लगाउने हेर्नुहोस् होला साथी। यसो गर्नुहोस्।
यसमा मात्र बच्चाहरू लाउँछ, बच्चाहरू बिच नयाँ चाका कस्तो खुद्दो लगाएको छ खुदो भनेको हामीले यसरी चाहिँ लाउनु सक्दैन, यस्तो गरेर काट्यो भने यो साइड चाहिँ काम लाग्दैन। त्यसरी टक्कै फिटिङ हुनुपर्छ। हामीले यो युज गर्दै गरेको चाहिँ सुताको डोरी हो। एकदम राम्रोसँगले पर्फेक्ट मौरी त्यो बस्दाखेरि पनि त्यो नझर्ने प्रकारले 2-3 ठाउँ बाँधिदिनुपर्छ, अन्त चाहिँ मौरी निस्केर जाँदैन। त्यसमा यही मौरी सार्नु एकदम टाइट कसेको हुनुपर्छ, नभए चाहिँ यो चाहिँ मौरी बेसी भएर या बस्दाखेरि चाहिँ ओह्रालो झऱ्यो भने चाहिँ मौरी चाहिँ रिसाएर त्यहाँदेखि यो साइन्टिफिक हाइट छोडेर जान्छ। सानो उयो ठक्क राखेर बाबुले कसेको केराको दाम्सा केराको हो होइन, यो बनाउनु लानु पऱ्यो, लगा भन्नु पऱ्यो। के छ यसमा चाहिँ, यसमा के हो पोल्दै लगा यसको गर्नु त ल हामीले चाहिँ यसमा जति पनि यो नयाँ यो चाकाहरू छ युज गरिदिनुपर्छ। पुरानो चाकामा चाहिँ त्यति काम गर्दैन।
बाँड्दै गरेको पनि जति नै दामी ढुँडो होस् कि त्यसपछि यो चाका चाहिँ यो भिडियो गर्दिउँ मिलेन भने त मौरी जाँदो रहेछ नि। यसमा पनि हामीले काम गर्नुपर्ने हुन्छ र यत्तिकै लगायो भने चाहिँ यिनीहरूले यहाँ यसको चाकाहरू लाउँदा नै मह लगाउने टाइम चाहिँ वेस्ट हुन्छ। त्यसकारण यसमा चाहिँ हामीले आर्टिफिसियल चाका पनि दिनु सक्छ र यो अस्ति हाम्रो उफ्रेको चाका पनि दिनु सक्छ। यो आज हामी आधी आधी गरेर दुइटै दिनेछौँ। आर्टिफिसियल चाका जुन चाहिँ मैले एमाजोनदेखि मगाएको छु, यो चाहिँ एमाजोनमा पनि पाउँछ, यस्तो खालको हुन्छ। यो चाहिँ आर्टिफिसियल चाका हो र यहाँ आइपुग्दा चाहिँ 100 रुपियाँ जस्तो पर्दछ एउटाको। र यो चाहिँ माथि सुपरमा लगाइदिँदा चाहिँ एकदमै छिटो यिनीहरूले काम गर्ने हुन्छ। यसलाई मिलाएर लगाइदिनुपर्छ र यो के हुन्छ भन्दाखेरि चाहिँ यो लगाइदिँदा चाहिँ एकदम सुविस्ता हुन्छ। यिनीहरूको टाइम सेभ हुन्छ। यो मौरीहरूको चाहिँ एकदमै टाइम सेभ भएर चाहिँ छिटो मह लाउने। तर यो चाहिँ हामीले मेसिनमा काट्नुपर्छ। यो नै डल्लै चाका निकालेर खायो भने चाहिँ एकदमै तितो, टेस्ट चाहिँ तितो हुन्छ, महसँग चाहिँ ठिक चाहिँ हुँदैन। अब चाहिँ यसरी सार्दा हुन्छ, हात लाउनु जरुरी छैन।
यदि एकै डाडुमा यसमा क्विन गयो भने चाहिँ थुप्रो काम गर्नु पर्दैन। र क्विन उम्क्यो भने चाहिँ अरू ठाउँ गएर बस्ने गर्छ। यति बेला चाहिँ हामीले एकदमै केयरफुली निकाल्नुपर्छ, नभए क्विन मर्छ। भिडियो गर्दिन क्विन भेट्नुपर्छ नि, यो तलबाट आउनुपर्छ। अब यसलाई चाहिँ हामीले एकै तालमा खनाएर यहाँ हालिदिनेछौँ। क्विन चाहिँ ड्यामेज भयो भने खत्तम हुन्छ। गाडी गर ल, यतिमा काटी हुन्छ। पानी पाउँछु क्या हो, रङ काम हुँदैछ त।
गर न अस्ति कि हजुर अब यसलाई चाहिँ के गर्नु भने नि देख्यौ देख्यौ अब यसमा सिफ्ट हुन्छ हो र यो चाहिँ इन्ट्री हुँदैछ हेर्नुहोस् है त यो भित्र चाहिँ क्विन पसिसकेको छ हामीले त्यहाँको हटाइदिउँ एउटा डोर यहाँ थियो र अब चाहिँ यिनीहरू भित्र मजाले पस्दैछ एकदमै हेभी कोलोनी छ र हेलो साथीहरू यो अनुहारमा हेर्नुहोस् है अझ मौरी पुरा चलायौँ र पनि एउटा सुन्नेको छैन एउटा टोकेको छैन ल हेर्नुहोस् र त्यो मौरीहरू चलाउँदाखेरि चाहिँ एकदम मौरी कस्तो छ के छ हामीले त्यसलाई थाहा गर्नु महसुस गर्नु सक्नुपर्छ र त्यो बदमास खालको मौरी हो भने चाहिँ हामीले त्यो टोपीहरू युज गर्नुपर्छ नभए चाहिँ मौरी चाहिँ एकदमै सिधा हुन्छ र उसको बिहेभियर याद गर्नु पर्यो अन्त काम गर्नु पर्यो।